यो क्वेसन चाहिँ तपाईँलाई 2083 मा ठ्याक्कै जस्तो सोधेको थियो, त्यसमा अलिकति एउटा कुरा मात्रै फरक पारेर सोधेको छ है। त्यही भएर अब तपाईँहरूलाई 2083 को जस्तै खालको क्वेसन सल्भ गर्न छ भने यो भिडियो चाहिँ कम्प्लिटली हेर्नुपर्ने हुन्छ। 2083 मा चाहिँ यहाँ प्रिमियम भनेर दिएको छ र यो क्वेसनमा चाहिँ अब हामीले डिस्काउन्ट भन्ने सिक्छौँ। अब किन सर यसरी? किनकि अब प्रिमियमवाला क्वेसन पहिलाको साल सोधिसक्यो भनेपछि यो साल मेबी डिस्काउन्टवाला सोध्छ कि भन्ने कुरा हुन्छ नि त। हो सर हो। ल अब हामी यो डिस्काउन्टवाला कन्सेप्ट बुझौँ है। क्वेसन हेर्नु त, कम्पनीले 15,000वटा सेयर इस्यु गरेको रहेछ फर ₹100 इच एट अ डिस्काउन्ट अफ 10 पर सेयर पेएबल एज फलोज। 100 को सेयर ₹10 डिस्काउन्ट दिएर इस्यु गरेको रहेछ। एप्लिकेसनमा 20, अलटमेन्टमा 40 र फर्स्ट एन्ड फाइनल कलमा ₹30 रहेछ है। हुन्छ सर हुन्छ। यहाँ एप्लिकेसन रिसिभ्ड चाहिँ 25,000 सेयरको भएको रहेछ। हेर्नु त यहाँ के भयो, ओभर सब्सक्राइब भयो। भयो सर भयो। 15,000वटा मात्रै सेयर इस्यु कम्पनीले गरेको छ, तर त्यसको लागि 25,000वटाले एप्लिकेसन भरेछ, आवेदन दिएछ, जुन चाहिँ ओभर सब्सक्राइब भयो। अमङ देम एप्लिकेसन फर 10,000 सेयर्स वर फुल्ली अलटेड। 10,000 सेयरको चाहिँ पुराको पुरा पाएछ फर, अनि बाँकी 10,000लाई चाहिँ 5,000वटा मात्रै दिएछ। यो के भयो, प्रोराटा बेसिसमा भयो नि त। हो सर हो। एन्ड रेस्ट एप्लिकेन्ट्स फर 5,000 सेयर वर रिफन्डेड। के भयो त, हेर्नु त, बाँकी जुन 5,000वटा थियो उनीहरूलाई चाहिँ पैसा फिर्ता गरिदिएछ। उनीहरूलाई सेयर दिएन, पैसा फिर्ता गरिदियो। र फेरि यहाँ के भन्यो, एक्सेस मनी पेड अन एप्लिकेसन युटिलाइज टुवर्ड द अलटमेन्ट मनी। यो के भयो, यो जुन प्रोराटामा भएको थियो, एक्सेस मनी तिरेको थियो, तिनीहरू चाहिँ अलटमेन्टको लागि युज गर्यो भनेको छ। यसरी युज गर्ने पैसा जहिले पनि कुन ग्रुपको युज गरिन्छ सर? प्रोराटावालाको युज गरिन्छ। ओके। र के भयो, रिटाच टुवर्ड द अलटमेन्ट पनि ड्यू मनी 200 सेयर्स। ओके, 200 सेयर्स which were allotted to shareholder from pro rata basis were forfeited as he failed to pay first and final call money। यहाँ के भयो अरे, 200 सेयर पाएको मान्छेले चाहिँ, यो प्रो राटाको बेसिसमा पाएको मान्छेले चाहिँ फर्स्ट एन्ड फाइनल कलको पैसा तिर्न नसकेर उसको सेयर जफत गरियो अरे। अब क्वेसनले अलटमेन्ट, फर्स्ट एन्ड फाइनल कल र फोरफिचर मागेको रहेछ। यहाँ त यहाँ के भयो, अलटमेन्ट हामीले पहिला इस्यु अफ सेयर फर क्यासमा पढेको थियौँ नि, यहाँ अलटमेन्ट हो, त्यसको एन्ट्रीमा मागेको छ। फर्स्ट एन्ड फाइनल कलको पनि एन्ट्री मागेको छ, र बल्ल लास्टमा यो फोर फिचर भन्ने एन्ट्री मागेको छ। 2083 मा चाहिँ यहाँ डिस्काउन्ट छ, त्यहाँ प्रिमियम भनेर सोधेको थियो। सो तपाईँले अब पहिलाको साल यो क्वेसन आइसक्यो भनेपछि अब यो साल डिस्काउन्टवाला सोध्न सक्छ कि भन्ने मैले सोचेर यो भिडियो बनाइदिएको छु है। हुन्छ सर हुन्छ। ल अब हामी क्वेसन सल्भ गर्न लागौँ। के भनेको थियो, issued 15,000 सेयर हो, कम्पनीले 15,000वटा सेयर इस्यु गरेको रहेछ। हो सर हो। त्यहाँबाट एप्लिकेसनमा माग्ने ₹20, अलटमेन्टमा माग्ने ₹40 र फाइनल कलमा माग्ने ₹30, 90 भयो हैन, टोटल जोड्दा। सर डिस्काउन्ट ₹10 भनेको छ क्वेसनमा, डिस्काउन्ट कहाँ राख्ने त? क्वेसनले कतै भनेको छैन भने डिस्काउन्ट जहिले पनि अलटमेन्टमा लागेको छ भनेर मान्ने। अर्थात् अलटमेन्टको मेन भ्यालु ₹50 रहेछ, तर ₹10 डिस्काउन्ट गरेर 40 मा दिएको रहेछ हैन सर? हो सर हो, बुझेँ। ल अब के भयो हेर्नु त, एप्लिकेसन received for 25,000 सेयर्स। हेर्नु त, हामीले 15,000, कम्पनीले 15,000वटा मात्रै सेयर इस्यु गरेको रहेछ, तर एप्लिकेसन चाहिँ 25,000ले भरेछ। यहाँ के भयो, हामीलाई थाहा छ हामीले 10,000को चित्त दुखाइदिनु पर्ने हुन्छ, हामीलाई थाहा छ त्यो कुरा है। हुन्छ सर हुन्छ, तर कसरी कसरी भन्ने कुरा दिएको छ हैन। त्यही भएर हामी जहिले पनि त्यसलाई ग्रुपमा बाँड्छौँ। हुन्छ, यसरी ओभर सब्सक्राइब भएको प्रो राटाको क्वेसन आउने बित्तिकै त्यसलाई चाहिँ ग्रुपमा बाँड्न खोज्नु है। कुन कुन ग्रुपमा सर? एउटा अप्लाइड भनेर राख्नु, एउटा अलटेड भनेर राख्नु हैन। अब हामीले
ग्रुपमा बाँड्नुपर्ने हुन्छ। जस्तै एउटालाई ग्रुप 1 भनौँ है, ग्रुप 1, ग्रुप 2, अर्को छ ग्रुप 3। हामीलाई के थाहा छ, अप्लाइड 25,000ले गरेको छ, हामीले दिन कति मात्रै सक्छौँ सर, 15,000लाई मात्रै सक्छौँ। किनकि सेयरै कम्पनीसँग 15,000 मात्रै छ भनेपछि हामीले जतिसुकैले अप्लाई गरोस् दिने भनेको 15,000 मात्रै हो नि त, अलट हुने भनेको 15,000वटा सेयर मात्रै हो सर। हो ल, तर कसरी भन्ने कुरा चाहिँ हेरौँ है। के भनेको छ, 10,000वटा एप्लिकेसनलाई चाहिँ फुल्ली अलोटेड गरिदिएको रहेछ। हुन्छ सर, हुन्छ। 10,000 यो ग्रुपलाई अप्लाई गरेको थियो, उनीहरूलाई फुल्ली अलोटेड भएछ। कुराको कुरा होइन, 10,000 मागेको 10,000 दियो। अर्को ग्रुपमा के भनेको छ, फर 10,000 एप्लिकेन्ट्स 5,000 सेयर्स अन प्रोराटा बेसिस। ओहो, यहाँ के भयो त, प्रोराटा आयो सर, प्रोराटा आयो। यो ग्रुपको चाहिँ 10,000 मागेको थियो, उनीहरूलाई 5,000 मात्रै दियो। यो के भयो सर, प्रोराटा बेसिस भयो। केहीले पाए, केहीले पाएनन्। हुन्छ सर, हुन्छ। र अर्को ग्रुपमा के भन्यो, 5,000 सेयर गयो रिफन्डेड। यो एप्लिकेन्ट फर 5,000 सेयर रिफन्डेड भन्नाले अर्को ग्रुप जसबाट चाहिँ 5,000 मागिएको थियो उसको चाहिँ रिफन्ड भएछ, अर्थात् 0 पायो, उसले निल पाएर के भयो, रिफन्ड भयो। यो के भयो सर, यो रिफन्ड भयो। 5,000 मागेको थियो, उनीहरूले एउटा पनि पाएन, पुरा रिफन्ड भयो। हुन्छ सर, हुन्छ। अब क्वेसनले हामीलाई एन्ट्री मागेको छ हेर्नु त, अलटमेन्टको एन्ट्री मागेको छ, फर्स्ट एन्ड फाइनल कलको एन्ट्री मागेको छ, र फोर फिचरको एन्ट्री मागेको छ। अलिकति अब तपाईँलाई कन्फ्युजन हुनसक्छ है। एप्लिकेसन गर्नुपर्ने थियो ताकि त्यहाँबाट थाहा हुन्थ्यो नि त, कतिलाई फर्काइदिने, कतिलाई एडिसनल युज गराउने, केही छैन। हामी त्यो पनि यसरी नै सरसर्ती हेरेर गऱ्यौँ चाहिँ। पहिला के भयो, अलटमेन्टको माग्यो होइन, हो सर, हो। पहिला अलटमेन्टको माग्यो। हामीलाई के थाहा छ, पहिला हामी ड्यू गराउँछौँ अनि रिसिभ गर्छौँ। हो सर, हामीले पहिला पढेको हो। ड्यू गराउँ है। सेयर अलटमेन्ट अकाउन्ट डेबिट। सर, यहाँ त डिस्काउन्ट छ नि। हो, डिस्काउन्ट भनेपछि यहाँ डिस्काउन्ट अन इस्यु है। हुन्छ सर, हुन्छ। डिस्काउन्ट अन इस्यु र पालो आयो टु सेयर क्यापिटल। टु सेयर क्यापिटल बिङ अलटमेन्ट मेड ड्यू। यसरी भ्यालु पुट नगरिकन एन्ट्री मात्रै गर्नमा केही समस्या छ? छैन सर, छैन। अब यहाँ हेरौँ, अलटमेन्टमा कति आउनुपर्ने सर, अलटमेन्टको भ्यालु 40 रुपियाँ हो। त्यही भएर अब यो 15,000वटा सेयरको इन्टु 40 गर्ने, 15,000वटा सेयरको इन्टु 40 गर्ने कति आउँछ, 6 लाख आउँछ। 15 इन्टु 4 60, 1 2 3 4 1 2 3 4, ओके, 6 लाख आयो है। हुन्छ सर, हुन्छ। अब डिस्काउन्ट कति थियो सर, 15,000 इन्टु 10, 1,50,000। सर, हामीले यो 25,000 राखेर किन नगरेको भन्ने क्वेसन त आएको छैन नि। 25,000 त हामीलाई मान्छेहरूले अप्लाई चाहिँ गरेको हो, तर हामीसँग सेयर नै, कम्पनीसँग सेयर नै 15,000 छ भने त्योभन्दा बढी त क्यापिटलमा लान मिल्दैन नि त। हो सर, हो। त्यही भएर हामीले 15,000को गरेको हो। 25,000 त होइन, फर्म त जतिले पनि भर्न सक्यो, तर हामीले दिने भनेको 15,000 मात्रै हो क्यापिटलको लागि। हुन्छ सर, हो। अन्त अब 15,000 इन्टु 50 कति आउँछ, 7,50,000। यहाँसम्म केही समस्या छ? छैन सर, छैन। ओके, ल। तपाईँलाई अलिकति समस्या आउने भनेको रिसिभमा भ्यालु राख्दाखेरि मात्रै है। ब्याङ्क अकाउन्ट डेबिट टु सेयर अलटमेन्ट। सेयर अलटमेन्ट माथि डेबिटमा 6 लाख छ भने क्रेडिट यहाँ हामीले रिसिभ गर्ने बेला पनि 6 लाख नै देख्नु पर्ने हो है, पर्ने चाहिँ हो। तर मान्छेहरूले के भन्छ, सर अनि यो प्रोराटा गर्ने बेला यहाँ त यो प्रोराटावाला ग्रुपमा के भएको छ, हामीले 10,000 अप्लाई गरेको थियौँ, कम्पनीले हामीलाई 5,000 मात्रै दियो, र बाँकी 5,000 चाहिँ क्वेसनले के भनेको छ,
एक्सेस मनी पेड अन एप्लिकेसन युटिलाइज टुवर्ड द अलटमेन्ट भनेको छ। बुझ्नुभयो? भन्नाले जुन एक्सेस मनी तिरेको थियो त्यो पैसा चाहिँ अलटमेन्टमा युज गर्नु है भन्यो। भनेपछि हामीले अब पहिला जति युज भयो त्यहाँबाट घटाएर मात्रै दिन्छौँ नि त पैसा भन्यो। हो सर हो, हेर्नु त 10,000वटा सेयरमा आएको थियो तर त्यसलाई 5,000 मात्रै दियो र के भन्यो, जुन यो बाँकी 5,000 थप थियो त्यसको पैसा चाहिँ अलटमेन्टमा युज गर्नु भन्यो। भनेपछि मान्छेहरूले के भन्छ, हाम्रो जुन यो पैसा फिर्ता नदिएर अलटमेन्टमा युज गरेको छ सेयर सर, हामी त्यो घटाएर मात्रै पैसा दिन्छौँ भने मान्छेहरूले, सेयर होल्डरहरूले। ठिक छ, तर कसरी गर्ने भन्ने कुरा हो। पहिला पहिला के हुन्थ्यो, हामीले एप्लिकेसनको एन्ट्री गरेको हुन्थ्यौँ होइन, त्यहाँबाट थाहा हुन्थ्यो कतिलाई फिर्ता गयो कतिलाई अलटमेन्टमा युज गर्यो भनेर। तर यो क्वेसनले अलटमेन्ट मात्रै मागेको छ भनेपछि सर कसरी गर्ने डाइरेक्टली, हेर्नु है, म तपाईँलाई दुईवटा तरिका सिकाइदिन्छु। एउटा मैले पहिला अलिकति गाह्रो तरिका सिकाएँ ल। यहाँ के हुन्छ, सर 10,000ले अप्लाई गरेको थियो, 5,000ले पाए र 5,000ले पाएनन् भनेपछि त्यो जुन नपाएको 5,000वटा सेयर थियो त्यसको पैसा अलटमेन्टमा युज भयो। हो सर हो, जुन नपाएको त्यो 5,000वटा सेयर थियो त्यसको पैसा अलटमेन्टमा युज भयो। भनेपछि कति पैसा युज गरेको होला त सर, एप्लिकेसनको भ्यालु 20 थियो होइन। हो सर हो, यहाँ हामीले 20 राख्यौँ। बुझ्नुभयो के गरेको, 5,000 × 20, 5,000ले पायो भनेपछि जुन यो नपाएको 5,000 थियो नि बाँकी हो त्यो भ्यालु राखेर एप्लिकेसनको भ्यालु कति थियो सर, 20 रुपियाँ। भनेपछि हामीलाई एक्स्ट्रा यो एप्लिकेसनको पैसा हामीले अलटमेन्टमा सिफ्ट गराएको रहेछौँ। कति आउने भयो, 5,000 × 20 1 लाख आउँछ सर, 1 लाख आउँछ। हो, बुझ्नुभयो नि, 5,000 × 20 गरेर हामीले 1 लाख निकाल्यौँ भनेपछि यो घटाउँदाखेरि कति आउँछ, 5 लाख मात्रै आउने भयो। सो मान्छेहरूले अब हामीलाई 5 लाख मात्रै पठाउने भयो, अथवा सेयर होल्डरहरूले हामीलाई 5 लाख मात्रै पठाउने भयो। बिङ अलटमेन्ट मनी रिसिभ्ड। के भयो, बुझ्नुभयो तपाईँहरूले? सर अलिकति अझै कन्फ्युजन भयो, अर्को प्रोसेस सिकाउँछ, सजिलो खालको सिकाउनु हुन्छ। हेर्नु है, जस्तै यो तपाईँहरूको वर्किङ नोट भयो ल। हामी एप्लिकेसनदेखि नै सोचिहेरौँ। सर सुरुमा फर्स्ट एन्ट्री हुन्छ ब्याङ्क अकाउन्ट डेबिट टु सेयर एप्लिकेसन, ब्याङ्क टु सेयर एप्लिकेसन। हामीलाई एप्लिकेसन कतिवटाको आएको छ सर, हामीलाई एप्लिकेसन 25,000वटाको आएको छ। 25,000 इन्टु एप्लिकेसन भ्यालु 20 हो सर, भनेपछि 5 लाख 5 लाख। तर यहाँबाट थाहा भयो त कति अलटमेन्टमा लाने, भएन सर, भएन। हामीले अर्को एन्ट्री गर्नुपर्छ, एप्लिकेसनको सेकेन्ड एन्ट्री, त्यहाँबाट थाहा हुन्छ सर। हो, अब हेर्नु है, यो चाहिँ तपाईँहरूको मेन हो ल। सेयर एप्लिकेसन डेबिटमा हुन्छ सर, टु अब सेयर क्यापिटल, कतिलाई चाहिँ हामीले क्यापिटलमा लाने भन्ने कुरा देखाउनु पर्ने हुन्छ। टु कतिलाई परेन, जसलाई परेन, एउटा पनि परेन, तिनीहरूको पैसा हामीले फिर्ता गरिदिनु पर्ने हुन्छ, कम्पनीले फिर्ता गरिदिनु पर्ने हुन्छ। र अर्को के भन्यो, यदि एडिसनल पैसा छ भने फिर्ता गर्नुको साटो त्यसलाई चाहिँ अलटमेन्टमा युज गर भनेको छ। हो सर हो, अलटमेन्टमा युज गर भनेको छ। ए आउँथ्यो, हुन्छ सर। अब एप्लिकेसन माथि के राख्ने, माथि त 5 लाखै राख्ने भयो। हो सर, हेर्नु त, यहाँ हाम्रो 5 लाख थियो, त्यही 5 लाख यहाँ एप्लिकेसनमा 5 लाख छ भने हामीले पहिला यहाँ पनि 5 लाखै राख्नुपर्ने हुन्छ। क्यापिटलमा कति लाने सर, क्यापिटलमा त हामीसँग कम्पनीसँग कति मात्रै सेयर छ सर, 15,000 मात्रै सेयर छ। हो, त्यति मात्रै लाने, 15,000 × 20 रुपिज एप्लिकेसन भनेपछि 3 लाख सर क्यापिटलमा गयो। अब ब्याङ्क, यो भनेको जसको पर्दै परेन, एउटा पनि परेन, उनीहरूको चाहिँ फिर्ता गरिदिने हो कि पैसा, कम्पनीले फिर्ता गरिदिन्छ। यहाँ त कतिवटाको परेन सर, 5,000को पुरै रिजेक्ट भएको छ, एउटा पनि परेन, पहिला यिनीहरूलाई फिर्ता गरिदिउँ। हुन्छ सर, हुन्छ। 5,000 × 20 सर 1 लाख पुराको पुरा फिर्ता भयो। अब तपाईँहरूले के गर्न सक्नुहुन्छ, माथि जोडेर डेबिटको 5 लाख माइनस गरेर यसरी सिधै 1 लाख पनि निकाल्न सक्नुभयो। अथवा हेर्नु त, यही कुरा आयो कि फेरि लास्टमा हामीले यसको गरिसक्यौँ होइन, सेयर जतिलाई दिनुपर्ने दिइसक्यौँ, नपरेकोहरूको हामीले फिर्ता पनि देखाइसक्यौँ। अब यो बाँकी छ, केहीलाई परेको केहीलाई नपरेको केस। त्यहाँबाट के भयो सर, जुन यो 5,000, हेर्नु त 10,000 अप्लाई गरेको 5,000 मात्रै पर्यो, जुन यो 5,000
जसलाई परेन उनीहरूको पैसा के भन्यो कम्पनीले हामी चाहिँ तिमीहरूको यो थप नपरेको पैसा अलटमेन्टमा लगिदिन्छौँ भन्यो। कतिवटा सेयरको लग्ने रे सर 5,000 नपरेको सेयरको कति छ भ्यालु एप्लिकेसन 20 रुपियाँ भनेपछि 5,000 नपरेको सेयरको चाहिँ हामीले कम्पनीले युटिलाइज गर्यो अरे अलटमेन्टमा। कति जाने भयो सर 1 लाख जाने भयो। जहिले पनि के याद राख्नु भनेपछि यसरी एक्सेस मनी युटिलाइज ओभर सब्सक्राइब युटिलाइज भन्छ नि, जहिले पनि कुन ग्रुपबाट हेर्ने हो प्रोराटा ग्रुपको हेर्ने हो सर। क्वेसनले एक्सेस मनी युटिलाइज भन्ने बित्तिकै जहिले पनि यो प्रोराटावाला ग्रुपको हेर्ने हो है। हुन्छ सर हुन्छ ल बुझ्नु भने मैले यहाँ के गरेँ, म त दुईवटा तरिका सिकाएँ। एउटा सिधै यसरी पनि गर्न सक्नुभयो, आउनु पर्ने थियो हेर्नु त अलटमेन्टको नाममा 6 लाख आउनु पर्ने थियो, तर हामीलाई के थाहा छ यो क्वेसन प्रोराटावाला हो। प्रोराटामा के हुन्छ त केही पैसा हामीले थप अलटमेन्टमा अलरेडी लगिसकेको हुन्छ कम्पनीले हो। अब त्यो देखाउनलाई चाहिँ मैले सिधै के गरिदिएँ, टक्क गएँ प्रोराटा ग्रुप हेरेँ 10,000 अप्लाई गरेको 5,000ले पायो भनेपछि जुन बाँकी 5,000ले पाएन उसको सेयरको भ्यालु चाहिँ हामीले यसरी घटाएर बाँकी भ्यालु राख्ने हो। ठिक छ बुझ्नुभयो सर? बुझ्यो जस्तो लाग्यो। यस्तै इक्जाममा ठ्याक्कै यस्तै नै कन्सेप्ट भएको क्वेसन आएको थियो तपाईँहरूको, सायद यसपालि डिस्काउन्ट आउन सक्छ भनेर मैले गरिदिएको तपाईँहरूलाई। हुन्छ सर प्र्याक्टिस गर्नु होला यो क्वेसन। र अब पालो आउँछ हाम्रो सर फाइनल कलको। सेयर फाइनल कल टु सेयर क्यापिटल कति हुन्छ सर? 15,000वटा सेयरको इन्टु 30 रुपियाँ कति आउँछ? 15 हुन्छ 50 15 30 15 3 जा 45 4,50,000 आउँछ सर। 4,50,000 बिङ फाइनल कल ड्यू होइन त। पहिला हाम्रो ड्यू गरायौँ। अब रिसिभ गर्ने बेला के हुन्छ? ब्याङ्क अकाउन्ट डेबिट टु सेयर फाइनल कल। सर बिचमा ग्याप किन छोड्नु भएको? त्यही त नि यहाँ क्वेसनमा के भनेको छ त अन्त 200 सेयर होल्ड गर्ने मान्छेले चाहिँ सेयरको फाइनल कलको पैसा तिर्न नसकेर उसको सेयर फोरफिचर भएछ। अर्थात् हामीले तिर्न नसकेको भ्यालुलाई कल्स इन एरियर्समा देखाउनु पर्ने हुन्छ। कल्स इन एरियर्स डेबिटमा हुन्छ। किन सर? किन कम्पनीलाई लाग्छ कि के थाहा उसले पछि गएर तिर्ला कि भन्ने आशमा कम्पनीले त डेबिटमा राखिदिएको हुन्छ उसको भ्यालु। फाइनल कलमा कति राख्ने सर? माथि जति देखेको थियो ठ्याक्कै त्यति नै राख्ने 4,50,000। कल्स इन एरियर्स कतिवटा सेयर होल्ड गरेको छ उसले? सर उसले 200 सेयर होल्ड गरेको छ। जसलाई चाहिँ 200वटा सेयर अलोटेड भयो, जसलाई चाहिँ 200वटा सेयर परेको रहेछ 200वटा सेयर इन्टु फाइनल कलको पैसा सर 30 रुपियाँ भनेपछि 6,000 आउने भयो। भनेपछि कम्पनीले कति मात्रै पायो होला त? यो माइनस यो गरेर गर्दै आउँछ। कति आउँछ? 4,44,000 हो सर। 4,44,000 यसरी पनि गर्न सक्नुभयो, अथवा यसरी हो नि त 15,000वटा सेयर माइनस 200ले नतिरेको हो नि त हो सर, इन्टु 30 रुपियाँ गरेर एन्सर यही आउँछ। आउनु पर्ने हो, यही आउनु पर्ने हो नि त। 15,000 लेस 200 इन्टु 30 रुपियाँ 4,44,000 मिल्यो सर? मिल्यो। बिङ फाइनल कल मनी रिसिभ्ड हो सर भयो। ल हाम्रो सेकेन्ड एन्ट्री पनि पुग्यो होइन त? केमा आएको थियो? अलटमेन्टमा आएको थियो, फाइनल कलको मनीमा आएको थियो। अब फोरफिचरको एन्ट्री गर्नु भनेको छ। फोरफिचर भनेको के हो सर? जफत गर्नु। फोरफिचरमा के गरिन्छ? जसले पैसा तिरेको छैन अब उसको सेयर चाहिँ हामीले जफत गर्छ, कम्पनीले जफत गरिदिन्छ। अर्थात् जे जति पनि एन्ट्री पहिला भएको थियो सबै हामीले उल्टाइ दिनुपर्ने हुँदो रहेछ। हुन्छ सर हुन्छ। जस्तो यो 200वटा सेयरले तिर्न सकेन भनेपछि उसको नामको क्यापिटल सबै उल्टाइदिने। पहिला क्रेडिटमा देखिन्थ्यो क्यापिटल, अब उल्टाउनु पर्दाखेरि डेबिटमा देखिन्छ हो सर हो। अब पहिला डिस्काउन्ट यहाँ त डेबिटमा देखिरहेको थियो सर, डिस्काउन्ट डेबिटमा देखिरहेको थियो, अब त्यो क्रेडिटमा राखिदिने। टु डिस्काउन्ट अन इस्यु। अब सर अब पालो कल्स इन एरियर्स पहिला उसले देला कि पछि गएर कुनै दिन दिन सक्ला कि भन्ने आशमा राखेको थियो, तर अब जफतै गऱ्यो भनेपछि त ढुक्कै त्यो पैसा कहिले पनि आउँदैन। अब त्यो डेबिटलाई हटाएर क्रेडिटमा राख्थ्यौँ र बाँकी भनेको नयाँ एन्ट्री सेयर फोरफिचर। यहाँ चाहिँ
जति पनि उसले तिरिसकेको पैसा थियो सेयर फोरफिचर गर्न राखिन्छ। क्यापिटलमा के राखिन्छ? कल्ड अफ भ्याल्यु, जति जति कम्पनीले मगाइसक्यो, दिनु नदिनु आफ्नो ठाउँमा छ, तर कम्पनीले मगाइसक्यो भनेपछि यहाँ त्यो भ्यालुहरू पुट गरेर सेयरसँग मल्टिप्लाई गर्नुपर्ने हुन्छ। हेरौँ है, कम्पनीले कुन कुन मगाइसक्यो? कम्पनीले फाइनल कलको पैसा मगाउँदाखेरि त्यो 200 सेयर होल्ड गर्ने मान्छेले दिन नसकेको भनेपछि एप्लिकेसनको आइसक्यो, मगाइसक्यो, अलटमेन्टको मगाइसक्यो, आइसक्यो, फाइनल कलको मगाए तर आएन, अर्थात् क्यापिटलमा कति रुपियाँ जानुपर्ने? सर 20, 40, 30, 90 होइन नि सर, यो त डिस्काउन्ट भएको भ्याल्यु हो। 10 रुपियाँ अझै छ, जुन चाहिँ यो अलटमेन्ट नथ्यो भनेपछि कति आउनुपर्ने हो? सर 100 नै हो, भ्यालु 100 नै हो, त्यहाँ 10 रुपियाँ डिस्काउन्ट मात्रै भएको थियो। हो सर, हो भनेपछि कति जान्छ? यहाँ हाम्रो 100 जान्छ। 100 भ्यालु इन्टु 200 सेयर कति आउँछ? 20000 20,000। बुझ्नुभयो? बुझ्यो सर, बुझ्यो। के भएको रे? क्यापिटल जति चाहिँ बोलाइसकेको थियो उनीहरूलाई उल्टाइदिएको। अब हुन त जोड्दाखेरि यहाँ 90 मात्रै देखिन्छ, तर सेयरको मेन भ्यालु कति हो? 100 नै हो नि त, 10 रुपियाँ डिस्काउन्ट दिएर आएको हो नि त। तर हामीले त्यही डिस्काउन्टलाई पनि उल्टाइरहेको छौँ नि त। हो सर, हो भनेपछि त्यो डिस्काउन्ट पनि राख्नुपर्ने हुन्छ। हुन्छ सर, हुन्छ। डिस्काउन्ट कति थियो? सर 10 रुपियाँ थियो। 200 सेयरमा 2000 आयो सर। अब उसले कल चाहिँ उसले तिर्न नसकेको थाहा छ, यहाँ 6000 छ सर, सिधै 6000 राखे भइहाल्यो नि, धेरै सोच्नै पर्दैन। अथवा यसरी पनि गर्न सक्छ, उसले यहाँ त फाइनलको तिर्न नसकेको हो नि त। हो सर, हो 30 रुपियाँ भनेपछि 30 रुपियाँ इन्टु 200 सेयर 6000 आयो सर, आयो 6000 आयो। ल अब फोरफिचर उसले तिरिसकेको पैसा तपाईँहरूले सिधै यसरी ब्यालेन्सिङ पनि गर्न सक्नुहुन्छ कि डेबिटमा 20,000 छ, क्रेडिटमा माइनस गर्दाखेरि 2000 6000बाट घट्यो भनेपछि 8000 घटाएर कति आउँछ सर? 12,000 देखिन्छ नि। अथवा यसरी सिधै गर्नुहुन्छ, उसले कुन कुन तिर्यो अरे? उसले एप्लिकेसनको तिरेको, उसले अलटमेन्टको तिरेको, उसले नतिरेको भनेको फाइनल कलको मात्रै हो। फाइनल कल, ठिक छ, ठिक छ सर। भनेपछि उसले तिरिसकेको कति आउँछ सर? 20 + 40, तिरिसकेको भ्यालु 60 हो भनेपछि 60 × 200 सर 12,000 ठ्याक्कै आयो त। अरे म्याजिक होइन सर, त्यो लजिक हो सर, सबै डेबिट क्रेडिटकै लजिक छ होइन। हुन्छ सर, हुन्छ। बिङ सेयर फोरफिटेड अफ 200 सेयर्स, ठिक छ, ठिक छ सर, ठिक छ, बुझेँ सर। यही क्वेसन आउने हो र होइन नि? अब त्यो त मैले प्रोबेबिलिटी भनिदिएको। योभन्दा अगाडिको अटेम्प्टमा त्यो 2083 को इक्जाममा तपाईँहरूलाई सेम यही क्वेसन, यस्तै क्वेसन प्रिमियममा सोधिएको थियो। अब मेबी त्यही क्वेसन रिपिट नगर्ला कि भन्ने आश चाहिँ मैले यही कन्सेप्ट डिस्काउन्टवाला क्वेसन सल्भ गरिदिएको तपाईँहरूलाई। प्र्याक्टिस गर्नु, मजाले रिपिट गर्नु। म अर्को भिडियोमा चाहिँ त्यही पहिलाको सालको क्वेसन पनि गरिदिनेछु।